पहिलो कुरो चाहिँ माछा जिउँदै खानुपर्छ, किनभने माछा सबैभन्दा छिटो सडिने चिज हो। तपाईँ हामीलाई राम्ररी थाहा छ, माछा मारेर बाहिर राखिदियो भने 1.5 घण्टामा त्यो माछा गनाउन सुरु गर्छ। त्यो सबै हामीलाई थाहा छ। तर अब बजारमा अहिले पाइराख्ने माछाहरू त दाउरा जस्तै मजाले राखेर दिनभरि सुकाएर राखेर भोलि बिक्री नभएको फेरि उठाएर लिएर गएर अर्को बजारमा लिएर जाँदा पनि बिग्रिँदैन भनेपछि त्यो माछामा के छ त त्यस्तो जादु। योभन्दा अगाडि चाहिँ इन्डियाको माछा उपभोक्ताहरूले पनि नचिनिकन जस्तो पाए त्यस्तै माछाहरू खाइराखेको थियो। जस्तो इन्डियाबाट आएको कुहिएको माछाहरूलाई पनि उनीहरूले माछा गनाउँछ यस्तै त नि खाने हो भनेर खाइरहेको थियो। तर अहिले चाहिँ आएर उपभोक्ताहरू पनि सचेत भएको छ। के छ भन्दाखेरि अब अहिले जुन माछा हामीले पालिरहेछौँ नेपालमा उत्पादन भएको दानाहरूले अलिकति त्यत्रो राम्रो ग्रोथ दिइरहेको छैन, इन्डियामा निर्भर हुनु परेको छ। इन्डियाबाट दाना ल्याएर माछा के अरे पालन गर्दाखेरि फेरि इन्डियाबाट माछा चाहिँ नेपालमा भन्दा सस्तो माछा उताबाट फेरि आइदिने भएकोले गर्दाखेरि बजारमा केही समस्याहरू चाहिँ भएको छ। तर त्यो कुरा सबैले लागि परेर बजारको विषयमा एकरूपता ल्याउने हो भने त्यस्तो समस्या चाहिँ छैन। किन भन्दाखेरि इन्डियाबाट आउने माछाले अहिलेसम्म झन्डै 70% बजार ओगटिरहेको छ। हामीले 30% पनि उत्पादन बजारमा दिन सकिरहेको छैन उपभोक्ताले। अहिले नेपालमा इन्डियाबाट ल्याएको भुराहरू र दाना पनि इन्डियाबाट ल्याएर नेपालमा उत्पादन गर्दै गर्दाखेरि र नेपालमा अहिले माछा जो पारिरहेको छ, अहिले फेरि नयाँ किसानहरू भएकोले गर्दाखेरि कतिवटा प्राविधिक ज्ञानहरू पनि छैन, जुन कुराले गर्दाखेरि समस्या आइरहेको छ। जस्तो उत्पादनमा को लागत चाहिँ बढिरहेको छ, FCR बढिरहेको छ। तर स्वास्थ्यको लागि सबैभन्दा राम्रो हो। तर माछा यदि तपाईँले ठिक प्रकारको माछा यदि खानु भएन भने चाहिँ त्यसले फेरि तपाईँलाई जीवनमा त्यसले रोग पनि भित्राउन सक्छ।